लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा अन्य विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि एकदमै उपयोगी र महत्त्वपूर्ण सामग्री तपाईँहरूलाई लिएर आएको छु। आउनुहोस् सुरु गरौँ। जिल्ला र सिमाना सम्बन्धी महत्त्वपूर्ण जानकारी, जहाँ एउटा भेन डायग्राम हामीले तयार गरेका छौँ र त्यो भेन डायग्राममा दुईवटा सर्कल बनाइएको छ ओभरल्याप गरेर। एउटाले यसले भारतलाई बुझाउँछ र अर्कोले चीनलाई बुझाउँछ। बीचमा दाता लेखिएको छ, जुन चाहिँ दुईवटा जिल्लाको नाम हो। दा भनेको दार्चुला, ता भनेको ताप्लेजुङ। अब भारतलाई मात्र छुने जिल्ला भन्यो भने 25वटा जिल्लाले भारतलाई मात्र छुन्छ। चीनलाई मात्र छुने जिल्ला भन्यो भने 13वटा जिल्लाले चाहिँ चीनलाई मात्र छुन्छ। त्यसै गरी भारत र चीन दुवैलाई छुने जिल्ला भन्यो भने चाहिँ दाता भनेको दार्चुला अनि ताप्लेजुङ, यो दुईटा जिल्लाले चाहिँ भारत चीन दुवैलाई छुन्छ साथीहरू। अनि त्यसै गरेर चीन समेत भारतलाई छुने भन्यो भने चीन समेत भारतलाई छुने, मुख्य चाहिँ भारतलाई छुने। चीन समेत भन्यो भने चीन पनि समेटियो, चीन पनि समेटियो, दुईटा चीन समेटियो, भारतलाई छुने भनेको छ 25, 25 र 2 27। यो चाहिँ चीन समेत भारतलाई छुने भन्यो भने 25 + 2 27 भयो। त्यसै गरी भारत समेत चीनलाई छुने भन्यो भने भारत समेत नि चीनलाई छुने भनेपछि चीनलाई छुने 13, भारत पनि समेट्दाखेरि दुईटा चाहिँ यताबाट गयो, गर्दा 13 2 15 जिल्ला। 15 जिल्लाले भारत समेत चीनलाई छुने 15 जिल्ला। 15 जिल्लाले चाहिँ भारत समेत चीनलाई छुने भनेर बुझायो। चीन समेत भारतलाई छुने भन्यो भने यो 2 + यो 25 गर्दाखेरि 27 जिल्लाले चाहिँ चीन समेत भारतलाई छुने रहेछ। भारत र चीन दुवैलाई छुने, भारतलाई र चीनलाई दुवैलाई छुने जिल्ला भन्यो भने चाहिँ यो दार्चुला र ताप्लेजुङ भयो, दाता। त्यसै गरी भारत चीन वा दुवैलाई नछुने भन्यो भने 37 जिल्ला, अथवा नेपालका सीमावर्ती जिल्लालाई मात्र छुने भन्यो भने चाहिँ यो 37 जिल्ला हो भनेर बुझ्नु पर्यो साथीहरू। अब यो भेन डायग्रामलाई तपाईँले राम्रोसँगले सेट गर्नुभयो भने यो खालको प्रश्न इक्जाममा आउँदा तपाईँले सजिलै मिलाउनु हुनेछ। त्यसै गरी प्रदेश र सिमाना सम्बन्धी महत्त्वपूर्ण जानकारी रहेको छ। यसमा पनि हामीले अर्को एउटा भेन डायग्राम इन्क्लुड गरेका छौँ। भेन डायग्रामभित्र भारतले प्रतिनिधित्व गरेको छ यो सर्कललाई भने अर्को सर्कलले चीनलाई प्रतिनिधित्व गरेको छ। भारतलाई मात्र छुने प्रदेश भन्यो भने 2 नम्बर प्रदेश र 5 नम्बर प्रदेश भनेको चाहिँ 2 नम्बर भनेको मध्य प्रदेश, 5 नम्बर भनेको लुम्बिनी प्रदेश साथीहरू। मध्य प्रदेश र लुम्बिनी प्रदेशले मात्र भारतलाई छुने गर्छ, भनेको भारत देशलाई छुने 2 नम्बर प्रदेश र 5 नम्बर प्रदेश मात्रै हो, मधेस र लुम्बिनी मात्र हो। त्यसै गरी चीनलाई छुने प्रदेश भन्यो भने 6 नम्बर प्रदेश भनेको कर्णाली प्रदेश, जसले चीनलाई मात्र छुन्छ। कर्णाली प्रदेशले चीनलाई मात्र छुन्छ। मधेस र लुम्बिनी प्रदेशले भारतलाई मात्र छुन्छ साथीहरू। त्यसै गरी भारत र चीन दुवै देशलाई छुने प्रदेशहरू भन्यो भने चाहिँ 1, 3, 4 र 7। 1 भनेको कोशी प्रदेश, 3 भनेको बागमती प्रदेश, 4 भनेको गण्डकी प्रदेश र 7 भनेको सुदूरपश्चिम प्रदेश। यो 4वटा प्रदेशहरूले चाहिँ भारत र चीन दुवै देशलाई छुन्छ, भनेको कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमले दुवै देशलाई छुँदो रहेछ। मधेस र लुम्बिनीले भारतलाई मात्र छुँदो रहेछ, कर्णालीले चीनलाई मात्रै छुँदो रहेछ। र दुवै देशलाई नछुने प्रदेश भन्यो भने त्यो चाहिँ छैन, दुवै देशलाई नछुने प्रदेश त छैन है। अब अगाडि हामीले जुन भनेका थियौँ जिल्लाको कुरा, यो चाहिँ के भयो त, प्रदेशले देशसँग छुने कुराहरू भयो। कुन प्रदेश चाहिँ कुन देशको सिमानामा रहेको छ भन्ने कुरा तपाईहरुले पक्कै पनि यो बुझिसक्नु भएको छ। यसलाई तपाईले राम्रोसँगले दिमागमा सेट गर्नुभयो भने इक्जाममा तपाईलाई यहाँबाट आउने प्रश्नले झुक्क्याउन सक्दैन। यस्तै खालका भिडियोहरू हेर्नको लागि तपाईहरुले यो पेजलाई फलो पनि गर्न सक्नुहुनेछ।